रहेछ यो चाहिँ ए कसरी हेरेको भिडियो गरेको भनेर हो राम्रै रहेछ हामी यस्तो राम्रो फुल भएको भ्यूमा आइसकेको छौँ यहाँ फोटो खिच्नलाई पुरा यहाँ रेडी अवस्थामा खरे त व्हाइटमा खिचेर आएको फेरि यता ओरेन्ज फेरि यहीँ एकछिन फेरि येल्लो पनि हेलो गाइज वेलकम टु माई च्यानल बुझाउँ सो आज चाहिँ हामी कहाँ जाँदैछौँ भनेपछि आज हामी रिचमन्ड पार्क जाँदैछौँ म मम्मी भएर मम्मी हेलो भन्नु अब हाम्रो मम्मी पनि जाने बेला हुन लागिसक्यो अब छिटो छिटो सबै लन्डनहरू घुमाएर सकौँ भनेर अनि हामी चाहिँ मम्मीको साथी एकदम बच्चादेखिको बेस्ट फ्रेन्ड साथीसँग उहाँहरू सबै भएर आन्टीहरू हामी सबै भएर जाने उहाँहरू हामीलाई ट्रेन स्टेसनमा वेट गरिराख्नुपर्छ हामी ढिलो भइसकेको छौँ ल लेट्स डे अब चाहिँ हामी जाने अब चाहिँ अरू भिडियो चाहिँ रिचमन्ड पार्कमा गएर हुनेछ छेमाहरूलाई हामी त्यहाँ भेट हुन्छौँ अनि सँगै ट्रेनमा जान्छौँ ठ्याक्क छेमा ठुल्बा पनि भेट हुनुभयो अनि हामी चाहिँ अब जान्छौँ यता मम्मी हुनुहुन्छ यता म ग्रुप भएर हिँडिरहेको छौँ हामी चारजना भएर जाने ट्रेनहरू चेन्ज गरिरहेछौँ अझै पुगेको छैनौँ हामी ठुल्बाले यहाँ म्याप हेर्दै हुनुहुन्छ हामी चाहिँ रिचमन्ड आइसकेको छौँ अब रिचमन्डबाट त्यो पार्कमा जानलाई चाहिँ अब फेरि बसिनु पर्छ कि क्या हो कस्तो राम्रो ठाउँ नै राम्रो रहेछ यहाँ वरिपरि रिचमन्ड यो रिचमन्डको स्टेसन बाँदरसँग फोटो खिच्ने भनेर यहाँ बाँदरसँग फोटो खिच्न लाउनु साथी हामी चाहिँ रिचमन्ड पार्कमा इन्टर भइसकेको छौँ यो पार्क चाहिँ यति ठुलो छ अब हामी कसरी पुग्ने भन्ने थाहा छैन कसरी घुम्ने कतातिर घुम्ने भन्ने अब लेट्स सी हेर्छौँ हामी अब घुम्दै घुम्दै हिँड्छौँ यहाँ पछाडि पार्कै पार्क हेर्दै हेर्दै घुमिराख्ने एकदमै ठुलो एरियामा रहेछ यो चाहिँ हामी चाहिँ यो रिचमन्ड पार्कमै हिँडिरहेको छौँ यहाँ त न्युरो कति धेरै यत्रो धेरै ठुलो भएको नेपालमा भएपछि यो टिपेर व्यापार गरेर के भइसक्यो यहाँ त न्युरोहरू फलेर हामी चाहिँ पार्कमा अझै पुगेको छैनौँ अझै हिँडिरहेछौँ मौसम चाहिँ दामी छ हिँडिराख्नु भएको छ मम्मीहरू चाहिँ आराम गरेको डेस्टिनेसनमा नपुग्दै यसरी थाकेर बस्नुभएको छ ठुल्बा चाहिँ यहाँ हेर्दै हुनुहुन्छ म चाहिँ यहाँ भिडियो लिँदैछु ल बल्ल फाइनल्ली हामी पार्कमा आयौँ अब यो थाक्यौँ यो पनि जुम गरेर खिचेर यहाँ चाहिँ यति धेरै यसरी चलिरहेको छ यहाँ ठुल्बाले फोटोको पोज दिँदै हुनुहुन्छ हाम्रो चाहिँ यहाँ यो के भन्छ हरिण के भन्छ ठुल्बालाई नाइ कि त्यो यो जनावरलाई हरिण दियालाई हेरेर भर्खरै हामी हेऱ्यौँ फोटोहरू लिग्यौँ अनि चाहिँ अब हामी फेरि अर्को स्पोर्टतिर जानु लागेको यहाँ पुरा चलिरहेछ उसहरू पनि छ सब मान्छेहरू पनि छन् अरू मम्मीहरू यता हुनुहुन्छ क्रिप्स खाँदै चाहिँ यहीँ हाम्रो ठ्याक्कै अगाडि यस्तो मजाले चलिरहेको छ ए कसरी हेरेको भिडियो गरेको भनेर हो यो हरिण के मलाई फेरि हरिण भन्न नआएर हैरान के हरिण चाहिँ हाम्रै वरिपरि छ यस्तरी चलिरहेको छ हरिण चाहिँ हाम्रै वरिपरि कति धेरै मान्छेहरू पनि छन् यहाँ हिँडिरहेको मम्मीहरूले फोटो लिँदै हुनुहुन्छ चाहिँ हामी हिँड्दै थाकेर अब चाहिँ हामी यसरी कोक चियर्स गरेर खाने ल चियर्स ल अब हामी खाने इजाबेला प्लान्टेसनमा जान लाग्छौँ वी आर नट स्योर कि छ कि छैन अहिले फुलबारीहरू कस्तो भइरहेको भनेर त्यही पनि हामी जाँदैछौँ एकदमै जानु मन लागेको ठाउँ इजाबेला प्लान्टेसन जाँदैछौँ अब हामी
यो चाहिँ इन्ट्रान्स रहेछ यहाँ। फुल सुक्यो कि छ? अगाडि गएर त्यहाँ गरिसक्नु भएको छ। मम्मी दुईजना साथीहरू गर्दै हिँड्नु छ कि कसो भन्ने। यहाँ चाहिँ यस्तो सेलुन रहेछ। यहाँ फुलहरू फुलेर भइसकेको रहेछ। हामी ढिलो आयौँ तर छ अझै पनि। अहिले धेरै वाक गरिसकेपछि हामी चाहिँ अहिले इजाबेला प्लान्टेसनमा आएको थियौँ। यस्तो डर लागिरहेको थियो कि अब फुलहरू यो सिजन अर्ली मेसम्म मात्र हुन्छ नि त। अहिले मेको पनि यत्रो धेरै मेको 2 विक्स गइसक्यो। त्यही भएर तर फाइनली यहाँ चाहिँ अझै पनि रहेछ फुलहरू चाहिँ प्लान्टेसनको। खुसी लागिरहेछ। अब चाहिँ हामीले हजुरहरूलाई इजाबेला प्लान्टेसनको सबै गार्डनहरू देखाउँछौँ। यो चाहिँ लाली गुराँस पर्पल कलरको, रेड कलरको। ए बल्ल अझै पछि आए पनि हुँदो रहेछ। पछि आए पनि छेमा के बनाउने रे? वाउ, यहाँ फेरि डिफ्रेन्ट कलरको ग्रासहरू हुन्छ। यो चाहिँ पिङ्क भयो, यो पर्पल, यता रेड कलरको छ। ओहो, फुल भन्दा नि राम्री हाम्री मम्मी। हामी यस्तो राम्रो फुल भएको भ्यूमा आइसकेको छौँ। यहाँ अब फोटो खिच्नलाई पुरा यहाँ रेडी अवस्थामा हुनुहुन्छ मम्मीहरू, छेमाहरू। यता ठुल्बा फोटोग्राफर भइसक्नु भएको छ। फुलको बगैँचामै हरायौँ है। कस्तो राम्रो यहाँ फुलहरू, फेरि कुरै नगरौँ। यो त इन्ट्री मात्र, अझै पछाडि झन् राम्रो छ क्या फुलहरू। हामी जाँदैछौँ, अब जान्छौँ हामी एकछिनमै। यस्तो दामी। मम्मीहरूको यहाँ टिकटक भिडियो सबै कति चलिरहेछ। यो भगवान्, यो भ्यू हेरेर त कुरै नगर्नु, यस्तो राम्रो छ। मम्मी त्यहाँ फोटो खिच्नलाई रेडी भएर बस्नु भएको अवस्था। यहाँ छेमा पनि पिङ्क फोन, पिङ्क फ्लावर हेर्नु त छेमा। ओके, कस्तो सेम। अब हामी जाँदैछौँ। बेस्टीहरूको भिडियो फोटोसुट चलिरहेछ यहाँ। यस्तरी दुईटा बेस्टीहरू चाहिँ चाइल्डहुड बेस्टीहरू टिकटक बनाएको। टिकटकको दुनियाँमा भुल्नु पर्छ। यता ठुल्बाले पनि फोटो खिचिदिँदै हुनुहुन्छ। हेरै हामी हेरेको हेरै भन्ने भयो। मम्मी चाहिँ आफू हिरोनी भएर हिँडेर मलाई ज्याकेट यहाँ समात्न दिएर हैरान छ। ओहो, जता गयो त्यतै फुलै फुल छ। फेरि मम्मी त्यो फुलमा गएर फोटो खिच्न रेडी भइसक्नु भयो। दुईटा थरी कलर भएकोमा आइसक्यौँ हामी। 2 थरी छ यहाँ चाहिँ। तता गयो त्यतै इजाबेला प्लान्टेसन इज द बेस्ट। फाइन, झन् राम्रो ठाउँ सिनहरूतिर आयौँ। यहाँ पर्पल कलरको गुराँस, यता झन् यो हामी अझै पहिले आएको भए झन् कस्तो राम्रो हुन्थ्यो। हाम्रो मम्मी चाहिँ पुरा त्यहाँ भिडियो बनाउँदै हुनुहुन्छ। ठुल्बाले पनि भिडियो गर्दै हुनुहुन्छ। सब आफ्नो तालमा व्यस्त। कस्तो राम्रो छ। अझै पहिले आएको भए त झन् दामी हुन्थ्यो। हामी अलि ढिलो गऱ्यौँ, त्यही पनि रिग्रेट गर्नु चाहिँ पर्दैन। अझै पनि रहेछ, कस्तो राम्रो छ यहाँ। हेरेको हेरै
यस्तो दामी छ कुरै नगरौँ। यो फुलहरू चाहिँ सुक्न लागिसकेको रहेछ। हेर्नु न, हामी अलि ढिलो आयौँ तर यस्तो राम्रो छ नि कुरै नगरौँ। यस्तो दामी दामी दामी। यहाँ कस्तो भित्रभित्र पनि यस्तो राम्रो राम्रो फुलहरू फुलिरहेको छ। इजाबेला प्लान्टेसन त हो नि, लास्टै राम्रो। मम्मीहरू त पछाडि पछाडि हुनुभएको छ। यो फुलहरू फुल्दाखेरि झन् कस्तो राम्रो थियो होला। यो सुक्न लागेको छ, यस्तरी सुक्न लागेको छ। हामी अलि ढिलो भयो क्या आउनलाई, प्लानहरू गर्दा गर्दा कहिले के नमिल्ने कहिले के नमिल्ने भएर। यहाँको फुलहरू गड बारीमा हेरेको हेरे भन्छौँ। मम्मी ज्याकेट किन लगाएर आइछु भएछ क्या, फोटो खिच्दा खिच्दा भर्खरबल ज्याकेट लाउनु भएको छ। यस्तो राम्रो छ कि कुरै नगरौँ के। हेरेको हेरे कतातिर हो फुलै फुल छ जता पनि। हामी त हेरेको हेरे भयौँ, कतातिर जाने नजाने, जता गए पनि फुलै फुल छ। भएकोतिर आयौँ हामी। यो हल्का पिङ्क, कस्तो कस्तो कलर, कति दामी। हामी फेरि यो व्हाइट कलरको गुराँस जस्तो देखेर फेरि हामी यतातिर लाग्यौँ फोटो खिच्नलाई। कस्तो खतरा खतरा। मलाई यता 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 भन्दै बोलाइराख्नु पर्छ। बुढेसकालमा छेमाले भनेको पोच। ओरेन्ज कलरकोमा पनि फेरि फुल फोटो खिचेँ। मे भगवान्, हामी त फुलै फुलमा फोटो खिच्दा खिच्दा हामी त आज त कुरै नगरौँ। कति फोटो खिच्यौँ जति खिचे पनि सकिँदैन। भर्खर यता व्हाइटमा खिचेर आएको, फेरि यता ओरेन्ज, फेरि यहीँ छिम फेरि येल्लो पनि छ। ओहो कस्तो राम्रो ठाउँ। यहाँ फेरि अर्को कलरको गुराँस भेटियो। कति नेपालमा त एउटा दुईवटा कति थरी मात्र हुन्छ, यहाँ त फेरि अर्को कलरको गुराँस। फेरि मम्मीहरू छेमाहरू हेरेको हेरे फेरि यहाँ चाहिँ हामी त गुराँस हेरेको हेरे भएको छ। फोटो खिच्ने। ओहो कस्तो राम्रो, कति ठुलो गुराँस। यहाँ दुईटा बेस्टीहरू फोटो खिच्न रेडी हुनुहुन्छ। आफू मात्र फोटो खिचिरहनु हो, मलाई त खै बोलाउने नि होइन। कस्तो राम्रो फुल, म त हेरेको हेरे कस्तो राम्रो। जता गए पनि फुलै फुल, मुडै फ्रेस बनाउने यस्तो राम्रो। फेरि हामी अर्को स्पोर्ट्सतिर जान्छौँ। एकदमै मन परेको ठाउँ चाहिँ यहाँ हेर्नु हाम्रो ब्यागमा। इन्टरनेटमा देखाएको जस्तो पोखरी त यहाँ पनि पिङ्क कलरको छ। अनि यहाँ पनि यो हाम्रो इन्टरनेटमा देखाए जस्तो पोखरी त यस्तो रहेछ। अहिले चाहिँ यो यस्तो रियालिटी। एकदम दामी ठाउँ। अब चाहिँ हामी यो ठाउँलाई छोडेर जाँदैछौँ। एकदमै राम्रो इजाबेला प्लान्टेसन। यो चाहिँ सोसियल मिडियामा एकदम भाइरल छ। रिचमोन्ड पार्क भन्ने बित्तिकै यो इजाबेला प्लान्टेसन चाहिँ एकदम फेमस। हामी अलि ढिलो आयौँ, त्यो फ्लावरहरू धर्नले अलिअलि त बाँकी रहेछ। ए मम्मीहरू त यता अगाडि गइसक्नु भएको छ। धेरै भिडियोहरू पनि ल्याइसकेँ, फोटोहरू पनि ल्याइसकेँ। अझै मलाई चित्त नबुझेर म फेरि एक्लै आएको।
मम्मीहरू चाहिँ उता केही क्रिप्सहरू खाँदै हुनुहुन्छ कस्तो राम्रो पुरै राम्रो यो फेरि पिङ्क कलरको गुराँस तर चुरुङ्गीहरू यो गुराँस पनि हेरेको हेरे फेरि हेरेको हेरे राम्रो फुल देखेपछि त जति मनमा पीडा भए पनि भुलिँदा जस्तै भइसक्यो कि यति राम्रो छ नि यो फुलहरू यो इजाबेला प्लान्टेसन यो सधैँ यो फेरि कुनै लिमिटेड समय मात्र हुन्छ अर्ली अप्रिल अनि अप्रिलदेखि मेसम्म मात्र होइन मेसम्म कहिलेसम्म मात्र हुन्छ अरे कि यो चाहिँ यस्तो राम्रो छ ठाउँ एकदमै मन पर्यो यहाँ चाहिँ पुरा टिकटक चलिरहेको फोटो त इजाबेला प्लान्टेसन घुमेर त नसकिँदो रहेछ हामी त घुम्दा घुम्दा पनि थाक्यौँ एकदमै धेरै रहेछ यस्तो राम्रो रहेछ कति सानो सानो खाना ल्याइदिएर आयो कि भनेर फेरि यताबाट नि आउँदै यो बच्चाहरू होला घाम तापिरहेछन् जाम फाइनल्ली अब हामी निस्क्यौँ दरबार पार्क थ्याङ्क यू चाहिँ आज धेरै घुम्दा थाक्यौँ अहिले चाहिँ हामी एउटा चाइनिज रेस्टुरेन्टमा खान लागेको छौँ अब चाहिँ हामी खान्छौँ र अब गएर पुग्छौँ हामी एकछिनमा